सामाजिक सञ्जालमा अहिले मोडल करिश्मा ढकाल र बिजु विष्टको विषयले निकै तातेको छ। भाइरल भइरहेको एक भिडियोमा आफूलाई बिजुको श्रीमती बताउने महिलाले आँसु झार्दै मेरो 17 वर्षको घरबार टुट्यो भनेपछि धेरै दर्शक भावुक बनेका छन्। उक्त भिडियो सार्वजनिक भएपछि करिश्मा ढकालको नाम पनि जोडिँदै विभिन्न फोटो, भिडियो र दाबीहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्। कसैले उनलाई कडा आलोचना गरिरहेका छन् भने केहीले सत्य तथ्य नबुझी कसैलाई दोष दिनु गलत हुने टिप्पणी गरिरहेका छन्। विवाद बढ्दै गएपछि करिश्मा ढकालले आफ्ना सामाजिक सञ्जाल खाताहरू बन्द गरेको चर्चा पनि चलेको छ। तर अहिलेसम्म सम्बन्धित कुनै पनि पक्षबाट आधिकारिक प्रतिक्रियाहरू आएको छैन। अहिले सामाजिक सञ्जालमा फैलिएका कुराहरू पुष्टि भने भएका छैनन्।